एभ्रिवान वेलकम ब्याक टु माई एनदर न्यू मिनी भ्लग। अनि हजुरहरूको मन्डे चाहिँ कस्तो भयो? मेरो चाहिँ आज मन्डेको दिन छिटछिट हतार गरेर मैले बिहान आइरन लगाइदिएँ, किन भन्दाखेरि बेलुका मैले भ्याइनँ। अनि त्यसपछि चाहिँ बच्चाहरूलाई ड्रेस लगाइसकेपछि चाहिँ उनीहरूलाई स्कुल पठाएँ। स्कुल पठाएपछि 12 बजेतिर चाहिँ मैले नानीहरूको लागि टिफिन प्याक गर्दैछु होइन। दिनमा टिफिन प्याक गरेँ भने चाहिँ तातो खाना पाउँछ नि त, किन भन्दा हाम्रो चाहिँ नजिकै छ कि स्कुल, नानीहरूको 2 मिनटमै पुगिन्छ हामी चाहिँ। अनि त्यसपछि मैले चाहिँ बनाएर पठाउने खाजाहरू चाहिँ दिउँसै लिएर जान्छु कि सधैँ, बिहान चाहिँ लग्दिनँ। किन भन्दाखेरि बिहान पठाइदियो भने चाहिँ चिसो हुन्छ, नभए चाहिँ गनाउन जान्छ कि। अनि त्यसपछि चाहिँ मैले उनीहरूलाई फ्रुट्स भनेर 1 घन्टा बनाना चाहिँ राखिदिएँ। धेरै राखेको थिएँ खाजा, त्यही भएर उनीहरूले खान सक्दैन त्यति धेरै चाहिँ। अनि त्यसपछि 2-2वटा रोटी, अन्डा अनि केरा राखेर मैले लगिदिएँ। अनि त्यसपछि चाहिँ म कपाल सपाल बाँधेँ। अब स्कुल जानको लागि पनि अलिकति त हुनु पऱ्यो नि, जिङ्गिरिङ्ग भएर के जानु बच्चालाई खाजा पुऱ्याउनको लागि। अनि त्यसपछि मैले कपाल सपाल पोको पारेँ। कपाल पोको पारेपछि चाहिँ म टिफिन लिएर रेडी भएँ। अनि त्यसपछि म घर आएर सबैजनालाई खाजा दिएँ अनि मैले पनि खाएँ। आजको लागि यति नै, बाई बाई।